यो चाहिँ हाम्रो रुमको माथि छतमा आउने बाटो हो। यहाँ चाहिँ मैले ढुकुरहरूले चाहिँ गुण बनाएछ भनेर एउटा यहाँ, अर्को यहाँ दुईटा उस राखिदिएको थिएँ काठको। तर यो चाहिँमा चाहिँ के भन्छ, अहिलेसम्म एउटा ढुकुरले पनि गुड बनाएन। यो चाहिँमा चाहिँ पोहोर साल 4 जोडी ढुकुरले चाहिँ एक जोडी बच्चा हुर्काएर लिएर गयो। अहिले चाहिँ यसपालि चाहिँ पहिलोपटक यो ढुकुर चाहिँ आएर बसेछ भन्दा पनि 2वटा अन्डा दिइसकेछ। अब चाहिँ कोरेल्नुको लागि बसेछ। आशा गरौँ यसले पनि सकुशल एक जोडी बच्चा हुर्काएर लैजान्छ भन्ने।